नमस्ते सबैजनालाई। अचेल यो जुनसुकै राजनीतिक दलको जुनसुकै नेताको सामाजिक सञ्जाल पनि हेरि नसक्नु भएको छ। त्यति नै लेभलको फेक भिडियोहरू आछ, त्यो एआई प्रयोग गरेर फेक अडियोजहरू बनाइरहेछ हैन। यसबाट सजग पनि रहनु पर्यो र हाम्रो आफ्नो व्यवहारतर्फ पनि हामीले औँला तिर्साउनु पर्यो के। हामीले जति विस्मरण गर्छौं आफूलाई चित्त नबुझ्ने राजनीतिक नेताको सामाजिक सञ्जालको पेजमा, त्यो भनेको हामीले बस्न लागेको समाज भन्दा एकदम पर गइरहेछौं। विकास भनेको त बस्न लागेको समाज पनि हो नि। यो चुनावले त हामीलाई बस्न लागेको समाज पनि दिनुपर्ने हो सबै नेपालीको लागि। भनेपछि यदि सामाजिक सञ्जालमा हामीले त्यो शब्द प्रयोग गर्छौं जुन हामीले हाम्रो घरमा प्रयोग गर्दैनौं भने, हामीले हाम्रो बुवाआमाको अगाडि प्रयोग गर्दैनौं, हामीले हाम्रो गुरुहरुको अगाडि प्रयोग गर्दैनौं, हामीले हाम्रो बच्चाहरुको अगाडि प्रयोग गर्दैनौं भने त्यो शब्द सामाजिक सञ्जालमा पनि प्रयोग हुनु नहुने शब्द हो। नेपाल विश्वकै देशहरुमा यो सोशल मिडिया एंगेजमेन्टमा वान अफ द टप कन्ट्रीजमा पर्छ। त्यो भनेको हामी नेपालीहरूले एकदम धेरै समय सामाजिक सञ्जालमा बिताउँछौं, लेख्छौं, कमेन्ट गर्छौं, अरूको कमेन्ट पढ्छौं। अब कस्तो समाज बनाउने त यो सामाजिक सञ्जालमा? सामाजिक सञ्जाल भने पहिला जस्तो मात्रै त छैन। हामीले यति धेरै सामाजिक सञ्जाल प्रयोग गर्छौं, यति धेरै समय बिताउँछौं भने त्यो पनि हाम्रो समाज हो। जसरी भौतिक समाजलाई हामीले राम्रो बनाउनको लागि निकास खोज्छौं हैन चुनाव मार्फत, जसरी भौतिक समाज राम्रो होस् भनेर हामीले विकास खोज्छौं, सामाजिक सञ्जाल अथवा यो भर्चुअल वर्ल्ड पनि दुनिया पनि त्यस्तै नै हो। त्यसलाई पनि राम्रो समाज बनाउने जिम्मेवारी यो राजनीतिक दलका नेताहरूको मात्र हैन, यो राजनीतिक दलका कार्यकर्ता, समर्थक, नन समर्थक सबैजनाको हो। यो हाम्रो जिम्मेवारी हो पनि हो। र राजनीतिक दलका नेताहरूलाई मैले अनुरोध के गर्न चाहे भन्दाखेरि, अरु राजनीतिक दल आफूभन्दा फरक पार्टीमा भएको, आफूभन्दा फरक मान्छेलाई गाली गर्दाखेरि यदि हामी रमाउँछौं भने, विकास गर्छु भने त सबै राजनीतिक मान्छेले भनिरहेछ नि हैन। विकास भनेको बस्न लागेको समाज पनि हो। अरूलाई गाली गरेर बस्न लागेको समाज बन्दैन। त्यसकारण तपाईहरुले पनि एउटा बेन्चमार्क चाहिँ सेट गर्दिन मैले अनुरोध गरे। र आफ्नै समाज हो, आफ्नो समाज कस्तो बनाउने भन्ने हामी सबैजनाले हेक्का चाहिँ राख्नुपर्छ। चुनाव आउँछ जान्छ, तर चुनावले गर्दाखेरि सामाजिक सद्भाव बिथोल्नु भएन। यो नबिथोल्नको लागि हामी हरेक जना नै जिम्मेवार बन्नुपर्छ, रेस्पोन्सिबल बन्नुपर्छ। आफूले लेखेको कमेन्ट्सहरुको उत्तरदायी अलि चाहिँ हुनुपर्छ। मैले यही अनुरोध गरे। नमस्ते।